यदि यो बहिनी सही हुन्थ्यो भने बाबुआमालाई ट्युसन जान्छु भनेर झुट बोलेर जंगल किन गयो उसको बोयफ्रेन्डलाई भेट्न? यो बहिनीलाई 4 जनाले बलात्कार गरेको होइन, उसको बोयफ्रेन्डले मात्रै हो, तर सहमतिमा। उसको बोयफ्रेन्डले पनि बयान दिएको छ नि, पहिलेदेखि फिजिकल पनि भएको थियो भनेर उसको बोयफ्रेन्डले बयान दिएको छ, पुलिस रिपोर्ट आइसकेको छ, मेडिकल रिपोर्ट आइसकेको छ। इनिसा बिक र उसको बोयफ्रेन्ड फिजिकल गर्दा चाहिँ ब्लिडिङ बढी भयो र त्यो कारणले चाहिँ हत्तपत्त उसले आफ्नो साथीहरूलाई फोन गरेर बोलायो हेल्प माग्नको लागि, र उसको साथीहरू आउन साथ इनिसा बिकको मृत्यु भयो के। सो त्यही भएर त्यसरी चाहिँ फस्न पुगेको हो। एकदमै निर्दोष छन् तिनीहरू चाहिँ। उसको पाठेघरमा चाहिँ केही प्रब्लम भएको कारणले चाहिँ बडी ब्लिडिङ भएर चाहिँ मृत्यु भएको भनेर रिपोर्टहरू आइसकेको छ। तपाईँहरू किन बोलिराख्नु भएको छ के? इनिसा बिकको बोयफ्रेन्डको बयान सुन्दा, पुलिस रिपोर्ट हेर्दा, मेडिकल रिपोर्ट हेर्दा मलाई यति पारा तात्तिएको छ, यति ब्लड उम्लेर आएको छ, कसरी भन्न सक्छन् के यार? तिमीहरूको घरको छोरी भएको भए खुसी हुन्थ्यो, त्यो निर्णयमा खुसी हुन्थ्यो। बच्चा हो भनेर छोड्दैछौ त्यसलाई, होइन? बच्चा हो भन्दै सुधार केन्द्रमा हाल्दैछौ, त्यसलाई फाँसी हुन पर्यो, त्यसलाई मार्नु पर्यो, बीच सडक रोडमा त्यसलाई झुन्डाउनु पर्यो। त्यसको तडप, त्यो तडपिरहेको भिडियो न्युजहरू सारा नेपालीको मनमा तनमा हुनु पर्यो, बलात्कारीको मनमा हुनु पर्यो, अनि बल्ल हाम्रो नेपाली दिदीबहिनीहरू सुरक्षित हुन्छन्। जसरी भए पनि फाँसी हुन पर्यो। हामीले आवाज उठाइरहनेछौँ, आवाज दब्ने छैन। यो आवाज सदाको जस्तो हुने छैन, निर्मला पन्थको जस्तो, अन्य नेपाली दिदीबहिनीको जस्तो हुने छैन। अब जनताहरू जागिसकेका छन्, आवाज उठ्छ। यो केसलाई दबाउन नखोज तिमी, ठुला बनाउँदा व्यक्तिहरू, तिमी दलालीहरू, तिमी चोरहरू, तिमी फटाहरू। बलात्कारीलाई समर्थन नदेऊ, बलात्कारीलाई बचाउन नखोजौ। यो गरिब छोरीमाथि भएको अन्याय र अत्याचार विरुद्ध तिमीहरूले आवाज दबाउन नखोज। त्यो बलात्कारीलाई फाँसीको सजाय हुनै पर्यो, चाहे सानो होस् चाहे ठुलो होस्। सुधार केन्द्रमा होइन, त्यसलाई फाँसी हुन पर्यो, फाँसी हुन पर्यो, त्यसलाई मृत्युदण्ड हुन पर्यो। अनि बल्ल यो बहिनीले न्याय पाउँछ, उसको परिवारले न्याय पाउँछ, उसको आत्माले शान्ति पाउँछ। जसरी भए पनि फाँसीको सजाय अपिल गर्नु पर्यो। सबैले आवाज उठाउनुहोस् दाजुभाइ दिदीबहिनीहरू।